वाली नगरपालिकामा रहेको घङखोला वनको मुनि एक आन्तरिक तथा बाह्य पर्यटकको लागि घुम्न अति सुन्दर ठाउँमा रहेका छौं। यहाँ कलात्मक मूर्तिहरू मन्दिरहरू रहेको छ। फूल बगैँचाहरू असाध्यै राम्रो देखिएको छ। कलात्मक चीजहरूले गर्दा यस ठाउँलाई अति सुन्दर बनाएको छ। जसमा फूलहरू मजाले फुलेका छन्, मौरीहरू आफ्ना रस चुसिरहेका छन्। यहाँ मन्दिर पनि रहेको छ। श्री गोविन्दमान श्रेष्ठबाट गिरिदान गरिएको रहेछ। यहाँ मन्दिर भवनहरू उता पनि त्यसले गर्दा अति नै राम्रो सुन्दर देखिएको रहेछ। यो बोट रहेछ राम्रो हाले। फूलहरूले यो क्रिसमस ट्रीले गर्दाखेरि यस ठाउँलाई अत्यन्तै सुन्दर बनाएको छ। दुई डाँडाको बीच अथवा गल्छीमा पर्ने यस ठाउँमा राम्रो घुम्न योग्य ठाउँ रहेको रहेछ। वनको फेदीमा रहेको यस घङखोला आन्तरिक तथा बाह्य पर्यटकीय स्थलमा अत्यन्तै सुन्दर देखिएको छ। माथि देखिएको गरौँसुरको मन्दिर हो। माथि टपमा देखिने हल्का नजारा जस्तो देखिन्छ, तर त्यो नजिकै उतापट्टिको मन्दिर रहेको हुन्छ त्यो डाँडोमै। यताबाट आएको डाँडो मास्की डाँडो, यो डाँडो पुछर डाँडो, यो गेदी खोलो भन्ने गरिन्छ यसलाई। अहिले हिउँदोको समयमा हुँदा पानी खोलामा बगेको छैन। पारीबाट बाटो गएको रहेछ। माथि वन अत्यन्तै ठुलो छ। सामुदायिक वन, घङखोला सामुदायिक वन थियो। अहिले पनि त्यही नै नाम रहेको छ हो, जहाँसम्म सम्भवतः मास्की डाँडाबाट झर्दै गर्दाखेरिको साल डाँडो माथिको डाँडोमा बनेको प्रतीक्षालयहरू, तलबाट मान्छे आउँदै एक्सर्साइज गर्न मिल्ने, व्यायाम गर्न मिल्ने राम्रो दृश्य रहेको छ। घाम मजाले डुब्न लागेको रातो देखिएको छ डाँडामा। मौसम अलि नखुलेको हुँदाखेरि डाँडा चाहिँ देख्न पाइएको छैन।